So hello and namaste सबैजनालाई वेलकम टु माई न्यू ब्लग र हामी चाहिँ सबैजना निक्लियौँ बनभोज खानको लागि। लेट्स सी भ्यू चाहिँ यस्तो छ है, यस्तो छ। सो मैले चाहिँ यति दौरा भेटिसकेको छु होइन, अनि त्यसले ए यहाँ राख्ने हो। ल के खोज्यो कि दिलले, के खोज्यो कि हामी यस्तो खोज्नु पर्छ। हेर त धेरै बन्यो, अब धेरै बन्यो त सक्को। हाल पिरो होस् न, पुरो मर्नै गरे पुरै यस्तो भएको धेरै नहाल्नु प्रभु। पौडी खेल्दिउँ भन्दा पौडी खेल्दिउँ म यहाँ गर्दैन होस्, यहाँ गइ त छ कि डुबाइन सकिन्छ मन भन्नेखेरि म त खेलिदिन्छु। ए पर्दैन होस्, खेल्दिउँ म ऊ यहाँ ऊ त्यहाँ सानो उयो छ कि के हो छोरी हेर्न, यो भयो नि हेर्न, यो भयो नि छोरी कहाँ खोइ यस्तो गरेर खाएर होइन। यता टिकटक चलिरहेको छ हाम्रो बहिनीहरूको, यता चाहिँ हाम्रो यो चलिरहेको छ है। आउँछ ल, हाम्रो सेफ चाहिँ यहाँ हुनुहुन्छ पुरै होइन, सेकुवा बनाउँदै हुनुहुन्छ हाम्रो सेफजी। के भन्छ सबैजनालाई धेरै धेरै माया छ है, घर बस्नेहरूलाई सबलाई सम्झेर हामीले खाइरहेछौँ सबैको सम्झनामा। लेट्स सी भ्यू चाहिँ यस्तो छ है, यस्तो छ। सबजना बसेर खाँदैछौँ है, त रमाइलो हुँदैछ ल, सबलाई सम्झिँदै खाइरहेको छौँ है। त्यहाँ हल्का दुईजनाको कमी भएको छैन नवीन, एकजना विदेशमा भयो, एकजना घरमा बसेर ल्या। अनि नवीनले सानो एउटा सायरी हान्दैछ, यसो भन्दै जाँदैछु होइन। त्यो चाहिँ लाइन हो। साल 2055 राजदेवीको घरमा जन्म, तिनवटा दाजुभाइ र बहिनीको बिचमा मेरो जन्म। किनभने म तीनवटा दाजुबहिनीहरूको बिचमा मेरो जन्म। माया र ममताको घेरामा म माथिँदै हिँड्थेँ, म बाटो चुरोट तान्दै हुक्का तान्दै साथीहरूको बिचमा। र यति भन्दै म बिदा भन्छु ल। ओ के हो एउटा देखायो यहाँ म्याच, छिटो छिटो नहौ, 1 घन्टा भइसक्यो। खायो खान नपाएकोहरूले खायो। छिटो छिटो छोरे बनभोज खाँदैछौँ होइन। मुर्रा भन्ने चाहिँ ख्याम्दाईको डाइलग हो होइन। ख्यामे ब्लगको चाहिँ डाइलग हो हाम्रो नि। यसो तर हाम्रो चाहिँ कपी गरिदिएको है, डेभिल ब्लग हो है हाम्रो चाहिँ डेभिल ब्लग हो। ओभर फेरि यो ब्लगलाई चाहिँ पुरै अब माथि हाइएस्टमा लानुपर्छ है यो चाहिँ। अनि यता चाहिँ अनुप सर केपी बा हुनुहुन्छ है, म चाहिँ केपी बाको नाति जोन चामलिङ मात्रै हो कि। मासु खाइदिउँ मासु भन्दै होइन। हामी चाहिँ अब यहाँनिर मासुमा हल्का यसो हाल्दैछौँ, सोप्दै खाएको भए मिठो हुन्थ्यो होला होइन। हामी चाहिँ अहिले बनभोज खाँदै यता रमाइलो गर्दैछौँ। हातमा हुन्थ्यो फिरफिरे अनि डाँडा पाका खिर्हिने, हातमा हुन्थ्यो फिरफिरेमा डाँडा पाका खिर्हिने, मान्छे म यति सोझो जसले मागे पनि दिल दिने।